नेपालको सबैभन्दा अहिले एकदम लेटेस्ट होइन, एकदम सुपर फाइन, सबैभन्दा महँगो पनि अहिले सबैभन्दा यही चिया पर्छ होला लगभग। हजुर अब यो चाहिँ टिप्सको जुन चाहिँ चियापत्तीको हजुर बीचको भाग जुन चाहिँ हुन्छ चामलको दाना जस्तो, त्योबाट चाहिँ अब धान- ब्ल्याक टीको क्याटेगोरीमा हाम्रो भाइहरूले हजुर एकदमै सुपर फाइन स्पेसल चिया बनाउनु हुने पर्नुहुन्छ उहाँ हाम्रो परिचय सहित। नमस्कार गर्न चाहन्छु सिस्केल मिडिया हब नेपाल युट्युब च्यानलमा। आज चाहिँ मैले छोटो एकदमै मिनी भ्लग लिएर उपस्थित भएको छु। विशेष सन्दर्भ चाहिँ चिया टी टेस्टिङको सन्दर्भमा दुख्दो रहेछ हाम्रो सूर्योदय नगरपालिका वडा नम्बर 2 मा अवस्थित हाम्रो राजु भतिजको ब्ल्याक टी भइगयो, ब्ल्याक टी निवासमा आइपुगेको छौँ। र आज हामी चाहिँ यहाँ उहाँहरू चाहिँ प्रेसर हो उहाँहरू र प्लस मेकर मेकर पनि हो, हामी एकदम फिल्डमा वर्किङ पनि हो, सबै कुरा भनौँ न हामसदेखि लिएर चिया सम्बन्धी मिसाएको हो गोल्डन टी ब्ल्याक टीको क्याटेगोरीमा। त्यो देखाइदिनु। म पहिला चाहिँ यहाँको परिचयसँग जोड्न चाहेँ। नमस्ते, मेरो नाम चाहिँ आनन्द तामाङ। अहिले चाहिँ म पशुपतिमा कपर माउन्टेन सुरु गरिरहेको छु र आज चाहिँ म यो गोल्डन टिप्स तपाईँहरूलाई टेस्टिङ गर्नको लागिरहेको छु। यो चाहिँ होइन, लगभग यो हामीले अहिले मार्केटमा लगभग 7,000देखि 8,000 पर केजी चाहिँ हामीले सेल गरिरहेको छौँ। नेपालको सबैभन्दा अहिले एकदम लेटेस्ट होइन, एकदम सुपर फाइन, सबैभन्दा महँगो पनि अहिले सबैभन्दा यही चिया पर्छ होला लगभग। हजुर एकदम ब्ल्याक टी क्याटेगोरीमा गोल्डन टी गोल्डन टिप्स। यहाँनिर मैले तातो पानी लाउँदैछु। उहाँको परिचय गोल्डन टिप्स जुन चाहिँ टुप्पोको चियाको बीज भाग हुन्छ नि, हजुर हजुर त्यसको टुप्पोको मात्रै चाहिँ उहाँहरूले आफ्नै दुई पात एक सिरो भन्छ नि, त्यो एक सिरोको मात्रै होला होइन, सुइरो मात्र हजुर। यो सुइरोमा मात्रै पऱ्यो। सुइरोको चाहिँ अब धेरै प्रकारको हुन्छ नि त चिया। हजुर। अब यो चाहिँ तपाईँको ब्ल्याक क्याटेगोरीमा, अब अहिले लिकर चाहिँ तपाईँको गोल्डन भनेपछि उहाँहरूले सुनौलो नै देखिन्छ कि गोल्डन कलर। हजुर हजुर। यो एकदमै राम्रो चियामा पर्छ। कसरी बनाउने, कति टेम्परेचर राख्ने, कसो गरेर चाहिँ बनाउने भन्ने कुराहरू त उहाँहरूलाई थाहा छ। हाम्रो लगभग तयार भइसकेको छ चिया। चियालाई चाहिँ आज टेस्ट गर्दैछौँ। यो सुनौलो अवसर आज हामीलाई यहाँ प्रदान भएको छ र अब हामी यो टेस्ट गरेर चियाको चुस्कीसँग रमाउने कोसिस गर्नेछौँ। अब यो खानु पनि जान्नुपर्ने होला होइन, खाने नर्मली हो नर्मली मतलब थ्याङ्क यू, धन्यवाद। होइन ठिक छ त, म यहाँ सुत्नुहुन्छ। नमस्ते, म लेखु मुखिया, चिया टेस्टर आजको लागि चाहिँ आज चाहिँ हामी यो चिया टेस्टिङमा चाहिँ सहभागी भइरहेको छौँ भन्नु पर्ला होइन। हो त। र सबैजनाको चाहिँ हामी पालै पालो परिचय पनि यहाँहरू माझ दिइरहेको छौँ। यहाँहरूले चाहिँ भिडियो हेरेर तपाईँहरूले आफ्नो प्रतिक्रिया चाहिँ दिइदिनु होला। यहाँहरू सबैलाई म नमस्कार गर्न चाहन्छु सिस्केल मिडिया हब नेपाल युट्युब च्यानलमा। आज चाहिँ मैले छोटो एकदमै मिनी भ्लग लिएर उपस्थित भएको छु। विशेष सन्दर्भ चाहिँ या टी टेस्टिङको सन्दर्भलाई लिएर। सो आज चाहिँ हामी यहाँ टेस्ट गर्दैछौँ। टेस्टिङ गर्दै हुनुहुन्छ। जसको यो गोल्डन टिप्स हामीले खाँदा चाहिँ जस्तै स्वाद चाहिँ कस्तो हुनु पर्यो भने, जस्तै यो चाहिँ अब एकदम धेरै स्विट पनि होइन, ठिक्कको स्विटमा चाहिँ यसलाई चाहिँ एकदम उयो भने चाहिँ हामीले टेस्ट गर्दा चाहिँ होइन, त्यति नै यसको खास महत्त्व चाहिँ। म राजु सुब्बा, सूर्योदय नगरपालिका वडा नम्बर 1 अस्थायी चाहिँ अहिले म पशुपति नगर वडा नम्बर 2 मा बस्छु। अब चियाकै सन्दर्भको कुरा आयो। चिया चाहिँ अब हामी चिया प्रड्युसर भनौँ। हाम्रो जुन चाहिँ अहिले यो हामीले गोल्डन टिप्सको चाहिँ चिया टेस्ट गर्न लागिरहेछौँ।
हाम्रो भाइहरू हुनुहुन्छ उहाँहरू चाहिँ अब हामीभन्दा पनि धेरै चियाको बारेमा चिया मेकिङ प्रोसेसमा चाहिँ उहाँहरू एकदम प्रखर हुनुहुन्छ। अनुभवी उहाँ हामी एकदमै एउटै पशुपतिनगरमै छौँ। कसैले पनि डिफ्रेन्ट टाइपको स्ट्यान्डर्ड यस्तो स्पेसल टीहरू चाहिँ यदि कसैलाई त्यस्तो आवश्यकता छ भने अब हामी समक्ष सम्पर्क गर्नुभए एकदमै हुन्छ। उहाँले भनिसक्नुभयो यो 7,000 अब हामीले निम्नतम यो 7,000 भनेको चाहिँ नेपालकै परिप्रेक्ष्यमा चाहिँ 7,000 रुपियाँ भन्दा माथिको कुरा आउँछ। हजुर तर अब यसलाई एक्सपोर्ट गर्नुपर्ने हो भने त 20,000 25,000 30,000 हजार पनि पर्ने चिया हुन्छ होइन। यो अब यति साह्रो यसलाई बनाउनको लागि चाहिँ यति साह्रो मेहनत लाउनुपर्छ, टाइमको यति साह्रो भ्यालु दिनुपर्छ, सेकेन्डमा पनि तपाईँको डिसब्यालेन्स हुनसक्छ। तापक्रमदेखि लिएर हरेक कुरा अनि त्यस्तो सेन्सिटिभली तरिकाले अहिले चाहिँ त्यही अब गोल्डन टिप्स टेस्ट गर्न लागिरहेछौँ। भिडियो बनाउनु भएकोमा चाहिँ धेरै धेरै धन्यवाद हाम्रो चन्दन किशोर अङ्कललाई। गाइज हेर्नुहोस् है यो अब यहाँ टेस्ट गर्दैछौँ हामी।